साउथ कोरिया स्टडी अप्लाईको फर्स्ट प्रोसेस के हो त? फर्स्टमा हुन्छ एप्लिकेसन र डकुमेन्टको भेरिफिकेसन प्रोसेस। तपाईँहरूले आफ्नो सबै एकाडेमिक डकुमेन्ट्स, पासपोर्ट, टेस्ट रिपोर्टहरू राखेर युनिभर्सिटीमा अप्लाई गर्नुहुन्छ र तपाईँहरूले आफ्नो डकुमेन्ट्स युनिभर्सिटीमा पठाउनु भइसकेपछि युनिभर्सिटीले तपाईँको इन्टरभ्यू कन्डक्ट गर्छ। इन्टरभ्यू कन्डक्ट भइसकेपछि तपाईँलाई युनिभर्सिटीले अफर इन्भोइस पठाउँछ। तर तपाईँहरूले आफ्नो एकाडेमिक डकुमेन्ट्सहरू सबमिट गर्नुभन्दा अगाडि चाहिँ तपाईँले एनएबी, मोफा, एजुकेसन मिनिस्ट्री र कोरियन अफ एम्बेसी नेपालबाट भेरिफिकेसन गर्नुपर्छ। तपाईँको भेरिफिकेसनको प्रोसेस सकिसकेपछि मात्रै तपाईँको एप्लिकेसनको प्रोसेस स्टार्ट हुन्छ र तपाईँले युनिभर्सिटीबाट अफर इन्भोइस पाउनु भइसकेपछि तपाईँले एनओसी बनाएर युनिभर्सिटीको फी पे गर्नुहुन्छ र सँगसँगै तपाईँले ब्याङ्क ब्यालेन्स सर्टिफिकेट र वा डकुमेन्ट्सहरू जस्तै एनुअल इन्कम भेरिफिकेसन, रिलेसनसिप भेरिफिकेसन र ट्याक्स क्लियरेन्स जस्ता डकुमेन्ट्सहरू बनाएर पनि त्यसको ट्रान्सलेसन गरेर देखाउनुपर्छ र भिजा प्रोसेस गर्नुभन्दा अगाडि तपाईँले रिक्वायर्ड मेडिकल टेस्ट पनि कम्प्लिट गर्नुपर्छ। तपाईँको मेडिकल रिपोर्ट आइसकेपछि तपाईँले आफ्नो सबै डकुमेन्ट्सहरू लेखेर भिजा एप्लिकेसनको लागि फर्म भर्न सक्नुहुन्छ र फर्म भरिसकेपछि तपाईँले फाइनली आफ्नो भिजाको लागि अप्लाई गर्न सक्नुहुन्छ। सो तपाईँहरू पनि साउथ कोरिया मार्च 2027 इन्टेकको लागि प्रिपरेसन स्टार्ट गर्न चाहनुहुन्छ भने यु क्यान भिजिट पोलार एजुकेसन।